Hello everyone. It is day 3 of us at Mayung हैन अनि आज चाहिँ यस्तो मजाले मौसम खुलेछ हामी यसो घुम्न निस्केका छौँ अहिले हैन गोप्रोमा चार्ज पनि छैन खिच्दाखेरि चाहिँ आफै बन्द हुँदैछ अनि यस्तो छ यहाँको भ्यू ब्युटिफुल जे होस् लास्ट डे हाम्रो हैन राम्रो बिदाई हुने भयो अझै हराइसक्यो फेरि सबै उस्तै भइसक्यो है कति आधी 1 घन्टाको लागि मात्र खुलेको थियो हामी 15 मिनट जति मात्र इन्जोय गर्न पायौँ सो अब त्यही मेरो गोप्रोको चार्ज पनि सकिसक्यो ओके टाइम टु से गुड बाई हामी त खोटाङको भाइहरूलाई ठक्क सँगै हिँडेको छौँ भाइहरूसँग निस्क्यौँ अब यहाँबाट स्ट्रेट टु चखेवा मौसम पनि यस्तो राम्रो छ आज कतै पानी पर्ला छैन खोला पनि अस्तिको छैन होला आज त्यही हो यस्तो राम्रो सर्टकट रहेछ हैन यता यता तलबाट हामी अस्ति कहाँबाट यता माथिबाट घुमेर गएको आज हो त भाइले यताबाट लिएर आयो भाइहरूले सर्टकट त सर्टकट यस्तो डेन्जर सर्टकट ल्याए यो जङ्गल त भित्र पुरै हिलोई यस्तो भएको छ हालत यसको यस्तो अरे भाइहरू यहाँ गोठ फसेका छन् हामीले गोठमा पस्नुपर्ने काम हिजै सकाइसक्यौँ तर त्यो फेरि सर्टकट थियो मजा आयो एकछिन कहाँ लगेर केटाहरू बेचिदिनु मजा आयो म भिडियो खिचिरहेको थिएँ कि हेर्छु अगाडि कोही छैन अनि तनाव भयो ए अस्तिको हाम्रो वर्स्ट नाइटमेयर थियो यो खोला होइन आज त्यसका बाँच्यो पानी नै छैन यति पानी छ यी ल हाम्रो यहाँ यसो रिलको कन्टेन्टहरू पनि भयो होइन खोला यति सानो छ यार आज हाम्रो अस्तिको वर्स्ट नाइटमेयर थियो क्या यो अझै 2 ठाउँ तर्नुपर्छ त अस्ति बाढी आएको ठाउँमा छैन होला आज भाइहरू कहाँ पुगिसके अब भेटाउनु पर्ने हामीले सेकेन्ड वान यो थर्ड वान अस्ति यहीँ खुट्टा छिरेको भित्र त्यहाँ गहिरो छ अब गहिरो छ
अस्ति आउँदा यही खोला झन्डै बगाएको हामीलाई आज केही पनि छैन आज केही छैन यहाँ जुत्ता नि खोल्नु परेन पर्दैन यताबाट जान सकिन्छ धुँदै कटेर हामी हल्का नास्ता गर्दैछौँ अहिले कति 2 घन्टा जति लाग्यो होला धुँदै आइपुग्न यहाँबाट जाँदा हामीलाई 4 घन्टा लागेको थियो सो चौरा टाइममै पुग्नु पर्ने आज भोजपुर पुगिन्छ होला भन्नु रहेछन् पुगिन्छ भोजपुर त मजाले पुगिन्छ म त विराटनगरै पुगिन्छ जस्तो पनि लाग्न थाल्यो भाइसँग हिँडेर अलिक बेसी बोल्यो अब चाहिँ बेसी तीन थुम्की आइपुग्यो अब मैले पुगेसम्म थुम्का भनेको डाँडाको टुप्पो जस्तो लाग्यो होइन सो यो एउटा भयो उहाँ 2टा दोस्रो अनि यो तेस्रो होला सायद त्यही भएर 3 थुम्के भने होला है मेरो अनुमान अहिले कति बज्यो भन्दाखेरि 10:30 हुन आँट्यो होला कि 10:30 भइसक्यो ओके 11:30 बज्यो पानी होइन यो पसिनाले भिज्यो सबै हामी दलसिङे पुग्न आँट्यौँ अब यसो यहाँ रेगु खाँदैछौँ लास्ट थकाइरहेको चाहिँ हामी नन स्टपै हिँडिरहेको छौँ कि हामी धुँदै पनि बसेनौँ हामी 2 बजे नै चखेवा पुग्ने प्लान हो धन्यवाद ल बा कस्तो हेर्दै अरे हजुर मा माथि नै होइन रिप्लाई नै गरेन यार 12:15 बज्यो होइन हामी दलसिङ्गी आइपुग्यौँ अब स्निकर्स खाँदैछौँ यहाँ पानीको मुहान पनि छ मुहान होइन पानी छ देश यहाँ एउटा होमस्टे बन्दैछ यहाँ अर्को होमस्टे बन्दैछ सो अब फ्युचरमा त यहाँसँग पनि राम्रै व्यवस्था होला जस्तो छ भ्यू पनि पहाडी कस्तो राम्रो छ है यताबाट आएको हामी यता जाने त्यस्तै हो 3 बजेसम्म चाहिँ मजाले पनि पुगिन्छ अझै अगाडि पुग्न ट्राई गर्छौँ हामी है त ओके यहाँबाट हिँड्यो अब नेक्स्ट स्टप भनेको मलुवा पोखरी ओके हामी 1:15 भयो हामी मलुवा पोखरी आइपुग्यौँ यस्तो राम्रो देखेको थिएन हामी आउँदाखेरि तर अहिले कस्तो राम्रो देखिरहेको छ यहाँ हामी उति माथि रेस्ट लिएको थियौँ सो यहाँ रेस्ट लिने प्लान थियो अब माथि लिइसक्यौँ भनेर लिएनौँ अनि अब अगाडि बढ्छौँ त्यही हो अब यहाँबाट लगभग 1-1.5 घन्टा त पुग्नु पर्ने हो हामी चखेवा आउँदाखेरि 2-2.5 घन्टा जति लागेको थियो होला हामीलाई यहाँ सो ठिकै छ हामी अन सेड्युल नै छौँ अझ छिटै छौँ भनौँ न ल गाइस यसै गरी हाम्रो ट्रेल पनि अब चाहिँ इन्ड होला जस्तो भइसक्यो इन्ड के होला जस्तो यहाँ छ यी हाम्रो हिरो हामी आइसक्यौँ यी चखेवा अब यहाँबाट यस्तो घुम्ने बित्तिकै त्यो हो हाम्रो होटेल त्यो चाहिँ पक्का हो त्यो चाहिँ पक्का हो यता पनि होटेलहरू रहेछ यहाँ तल पनि एउटा राम्रो होटेल रहेछ हामी अस्ति किन कहाँबाट कसरी झुक्यौँ थाहा छैन होइन तर हामी यो बाटो गएका थियौँ क्या अनि फेरि तलबाट झरेर यहाँ माथि चढ्नु पऱ्यो सो अब आज हेर्छौँ हामी कहाँ झुकेर रहेछौँ भनेर अनि अर्को एउटा ब्याड न्युज पनि छ त्यो ब्याड न्युज चाहिँ अस्तिदेखिकै ब्याड न्युज हो अहिले ब्याड हो कि होइन भनेर थाहा हुन्छ हामीलाई अहिले होटलमा पुगेपछि थाहा हुन्छ कतिको ब्याड हो त्यो न्युज भनेर सो त्यही हो अर्को ब्याड न्युज भनेको हामी 3चोटि लडिसक्यौँ चिप्लेर त्यस्तै छ अब अहिलेलाई होटलमा पुगेर भेटौँला एकैचोटि होइन बाटो छुट्टिने ठाउँमा गऱ्यो कहाँ हराएको हामी र हामी झुकेको ठाउँ पनि आइपुग्यौँ
यहाँबाट यता जानुपर्ने हो, हामी यता गएको थियौँ फर्स्टै। सो हामी उहाँ पुगेको थियौँ अनि फेरि उहाँबाट यता चढेर अनि त्यहाँबाट तल झरेर फेरि माथि चढेको थियौँ। ठिकै छ, झन् टाइमै बाटो भेट्यौँ त्यति बेला, नत्र फेरि मयुङ गए जस्तै हुन्थ्यो। ओके गाइज, वी आर ब्याक इन द रुम है। अनि आज त हाम्रो उहीँ भोजपुरै जाने प्लान थियो नि त, तर के भयो भन्दाखेरि चाहिँ हामीले अस्ति ट्रेकमा बुढीगङ्गाको दाईहरूलाई भेटेको थियौँ। त्यो दाईहरू पनि यहीँ बस्नु भएको रहेछ। सो दाईहरू चाहिँ भोलि बिहान गाडी भन्नुभएको छ अरे यहीँबाट उतै विराटनगरतिर जाने। अनि अब 4 जना हुनुहुन्छ, हामी 2 जना 6 जना त यहीँबाट जाने भयौँ। अनि हामीले पनि दाई हाम्रो पनि टिकट भनिदिनु भनेर अब हामी यहीँ बसेको छौँ। सेम होटल तर रुम चाहिँ डिफ्रेन्ट हो, बेड पनि सानो, 2 जना अटिहालिन्छ। तर रोशन यहाँ छ, रुम पुरै मेस्टअप है, पुरै मेस्टअप। तर त्यही हो, अब यसो बसिन्छ एकछिन अनि थाहा छैन के गरिन्छ। बाहिर पुरै फगी भइसक्यो, कतै जान पनि मिल्दैन अहिले। यस्तो कस्तो क्लियर छ त? एकैछिन अगाडि पुरै क्लियर थियो। तर आई गेस यो भ्लग यहीँ एन्ड गरौँ होला अब। सो गाइज, आई होप यु लाइक द फुल ट्रेक भनौँ अब चाहिँ होइन। अनि बाई, पिस। ल पिस भन्नु ल, पिस पिस।